अब के हुन्छ भने कहिलेकाहीँ टाइमर बिग्रिराख्ने केस छ हो। मानव होइन बिकट एरियाको ठाउँको स्टार्टर छ, डायलिसिस मोटर हो। डायलिसिस मोटरमा 5 मिनट पनि पानी गएन, मोटर लुज भयो भने मान्छे गयो 5 मिनटको अन्तरमा होइन। डायलिसिस मोटर 5 मिनटदेखि 10 सेकेन्ड हुँदा भन्दा गाह्रो बनाउन थालिहाल्छ। त्यस्तो केसमा अब टाइमर बिग्रिरहेको छ गएर हेर्दाखेरि टाइमर ल्याएर बनाउनु त टाइम लाग्छ। मोटर त तत्काल चलाइदिनु पऱ्यो इमर्जेन्सी केसमा होइन। त्यस्तो केसमा सेमी अटो गरिन्छ, कुनै 4वटा तार चेन्ज गरेर टाइमर लाग्दैन है। सेमी अटो भनेको चाहिँ हामीले स्टार्ट गऱ्यौँ भने 10 सेकेन्ड होल्ड गरेर भन्नु पऱ्यो। बुझ्ला? 10 सेकेन्ड होल्ड गर्दा मेन र स्टार चल्छ, छोड्दाखेरि डेल्टा चल्छ। अब टाइमर काम हामीले गरिदिनु पऱ्यो क्या, त्यही भएर सेमी अटो भन्यो। 10 सेकेन्ड चाहिँ होल्ड गरेर चलाउनै 18 बस्नै पऱ्यो। 10 सेकेन्ड 18 बस्छौँ, मेन र स्टार चल्छ, मोटरमा स्टार्टिङको टर्क जान्छ, स्टार्टिङ चार्ज पाउँछ, फेरि छोड्दाखेरि डेल्टामा चाहिँ सेमी अटो गरेको। अब म कुन तार चेन्ज गरेर अटोलाई सेमी अटो पछि सिकाउँछु होइन। पहिला चाहिँ सेमी अटोको मात्रै जानु, त्यसपछि फेरि अटो टु सेमी अटो, अटो टु मेनल जान्छ है। पछि सेमी अटोमा पावर डायग्राम त सेम है। पिबीले स्टार चलाउँछ, मेन चलाउँदैन। अब स्टार चल्नु भनेको स्टार र स्टार चल्नु भनेको डेल्टा एनसी हुँदै गयो भनेर बुझियो। इन्टरलकिङ हुनैपर्छ स्टार र डेल्टामा। डेल्टा चल्छ भन्नुको अर्थ हो स्टारकै एनसी हुँदै जान्छ। इन्टरलकिङ त त्यहाँ नभने पनि छ, हुनैपर्छ। अब स्टारले मेन चलाउँछ, मेनले डेल्टा चलाउँछ लोजिकमा। पिबीले स्टार चलाउँछ, मेनको पावर डायग्राम सेम हो। मेनको A1 A2 मेन कन्डक्टर, डेल्टा कन्डक्टर, स्टार कन्डक्टर। कुनै एउटा कन्ट्रोल लिनु पर्यो, कुनै एउटा फेज लियो हो। पावर सेम हो है, पावर त्यही छडाको कुनै एउटा पावर डायग्राम स्टार डेल्टा भन्ने त्यही पावर डायग्राम सेम हो। अटोमा त्यही हो, सेमी अटोमा त्यही हो, मेनोमा त्यही हो। कन्ट्रोलले त्यो चलाउने तरिकामा फरक पर्छ। 10 सेकेन्ड 18 भन्नु पर्यो, अब टाइमर लाग्दैन है। यहाँबाट कुनै एउटा एसपी लियो कन्ट्रोलको लागि एसपी हैन। त्यसपछि कहाँ छ मिटर भोल्टमिटर कहाँ गयो मिटर भोल्टमिटर कहाँ सेम। त्यहाँसम्म त सबै सेम हो कि डोल स्टार्ट गर्छ। एउटा कहाँ छ एनसी वाला, त्यसपछि स्टप एनो स्टार। स्टारमा पनि मेन होल्डिङ दिनु पर्यो, यसलाई स्टार होल्डिङ भन्छ। मेन होल्डिङ यहीँबाट निकालेको थियो नि हैन। दुई ठाउँमा होल्डिङ दिनु पर्यो। वा यसलाई यस्तो गर्नु र यसलाई यस्तो गर्ने एउटा कुरो हो। दुई ठाउँमा होल्डिङ दिनु पर्यो। यहाँदेखि यहाँसम्मको तारलाई मेन होल्डिङ भन्छ भने यहाँदेखि यहाँसम्मको तारलाई स्टार होल्डिङ भन्छ। यो स्टार होल्डिङ हो। स्टार होल्डिङ थपियो, मेनमा दियो भने मेन होल्डिङ भयो, स्टारमा दियो भने स्टार होल्डिङ थप हो। अब यहाँसम्म गरिसकेपछि पिबीले के चलाउँछ भने चाहिँ हामीले स्टार चलाउँछ भने त्यहाँ पहिला पिबीले मेन चलाउँथ्यो, त्यही भएर मेनमा दिन्थ्यो। मेनमा कुनैसँग पनि इन्टरलकिङ हुँदैन, त्यही भएर सिधै दिन्थ्यो। पछि स्टारमा त डेल्टा इन्टरलकिङ हुनु पर्यो, डेल्टाको एनसी हुँदैन पर्यो नि। पिबीले स्टार चलाउँछ भन्नुको अर्थ स्टार चल्यो 10 सेकेन्ड मैले पिबी 18 बस्छु भने चल्यो। अब स्टार चलिसकेपछि यहाँसम्म त लाइन छ नि, यहाँसम्म लाइन छ भने स्टारले मेन चलाउँछ भने सिधै अब हामीले मेनमा दियो, मेन पनि चल्यो, मेन होल्डिङ लाग्यो। मैले 10 सेकेन्ड अठाएँ भने 10 सेकेन्डसम्म स्टार चल्छ, स्टार र मेन चल्छ। यहाँसम्म लाइन छ, पोइन्टमा सबैमा लाइन छ है। यहाँ पनि लाइन छ, यहाँ पनि लाइन छ। कालला आठामा मैले 10 सेकेन्ड 18 बस्नु पर्यो। यहाँ त सेमी अटोको काम टाइमर हुँदैन भनेपछि 10 सेकेन्ड 18 बस्दाखेरि मेन र स्टार चल्नुपर्छ, छोड्दाखेरि डेल्टा चल्नुपर्छ। मेन त चलिराख्ने नि कन्टिन्यू। त्यसपछि अब मैले 10 सेकेन्डसम्म यहाँ अठाएँ भनेपछि एनसी भयो। 10 सेकेन्डसम्म के काम हुन्छ 10 सेकेन्डसम्म यो लाइन आएको चलाइहाल्यो नि एनसी भयो, स्टार चल्यो, स्टार चलेपछि यहाँ एनसी भयो, एनसी आउनु भयो, त्यो लाइन यहाँ पनि आयो, यहाँबाट यता आयो, मेन चल्यो, मेन पनि एनसी भयो, एनसी आउनु भयो। त्यसपछि मेन आफैमा होल्डिङ भइराख्यो। मेन त आफै बलियो छ नि, एकचोटि फुसुक्क चलिसकेपछि त आफै होल्डिङ लाग्छ नि। तर मैले पुसबटम छोडिदिएँ भने यो लाइन काट्यो, यो पनि लाइन काट्यो, यो पनि लाइन काट्यो, यो आउनु भयो, एनसी भयो। पुसबटम छोडिदिइसकेपछि स्टार बन्द भयो, तर मेन चलिराख्ने मेन होल्डिङ। यसमा लाइन छ नि छैन? यो तार छ, यताबाट अहिले यताबाट आउँथ्यो भने सुरुमा यताबाट आएको यो पोइन्टमा लाइन छ, माथि नि छ तर माथिबाट आएको, यताबाट आएको, मेनबाट आएको। यो तार हेर्दा यसलाई मैले यहाँ इन्टरलकिङ गरेर डेल्टामा दिएँ। 10 सेकेन्ड 18 पछि राख्दा मेन र स्टार चल्छ, छोड्दाखेरि डेल्टामा चेन्ज हुन्छ। भनेको छोड्नु भनेको हो, नर्मली मान्छेले बुझ्दाखेरि छोड्दाखेरि डेल्टा चल्छ भनेर बुझ्छन्, तर हामीले छोड्नु भनेको इन्टरलकिङमा स्टार अफ गरिदिएको हैन। स्टार अफ गर्नु भने डेल्टा चल्दैन नि त इन्टरलकिङमा हैन। अहिले यहाँ लाइन थियो, किन चल्न नपाएको डेल्टा यहाँ आनु भएको थियो स्टार चलेको भएर। डेल्टा चलाउनलाई स्टार बन्द हुनुपर्छ, स्टार चलाउनलाई डेल्टा बन्द हुनुपर्छ हैन। अहिले आउनुभएको त्यही भएर चलेको छैन। मैले पुछबाट छोडिदिएँ भने 10 सेकेन्ड पछि पुरा भइसक्यो, मोटर स्टार्ट कनेक्सन भइसक्यो, छोडिदियो भने एनसी नै हुन्छ। त्यही भएर यो सर्किटबाट डेल्टा, यो डेल्टा केले चलाएको हो त्यहाँ मेनले चलाएको, यो लाइन मेन होल्डिङबाट चलाएको। यो सर्किटबाट यसरी लाइन आएर डेल्टा चलायो। यो लाइन यताबाट घुमेर आएर यो तल्लो साइकलबाट माथिबाट हेरेर। अब तपाईहरुले यो लोजिक भनेको मेन लोजिक हो, पिएलसीमा पनि गरेर चाहिन्छ। तर यसलाई पार्टिसन गरेर हेर्यो भने पिबी होल्ड गरेर बस्यौ भने 10 सेकेन्ड त होल्ड गर्नु पर्यो नि। पिबी होल्ड गर्दा पिबीले स्टार चलाउँछ हैन, स्टारले मेन चलाउँछ, अनि मेनमा मेन होल्डिङ लाग्छ। पिबी रिलिज गर्दा दुईटा साइकलमा डायग्राम बनाउनु पर्यो तपाईले बनाउँदाखेरि, याद गरेर के। पहिला पिबी होल्ड गरेर त कसरी चलिरहेछ स्टार र मेन
हैन पिबी रिलिज गर्नुभयो तपाईले छोड्दिनु भयो भने डेल्टा चल्छ कसरी मेनले डेल्टा कसरी चलाइरा दुईटा मात्रै काम भयो पिबी रिलिज गर्नु भनेको स्टार अफ गर्दै आऊ हैन यो गर्नु भनेको त स्टार अफ गरे आऊ स्टार अफ गर्नु भनेको मेन त अटोमेटिक चलिरहेछ सुरुबाट अन्तिमसम्म चल्छ स्टप नगरेसम्म हैन मेनले डेल्टा चलाउँछ कुन साइकलबाट योबाट यहाँबाट सुरुमा 10 सेकेन्ड अठाइ राख्दा यसले चलाओ यसलाई चलाओ यहाँ होल्डिङले यसलाई चलाओ मेन चलाओ पहिलो साइकल अठाइ राख्दा 10 सेकेन्ड छोडे भने अनि यो यस्तो गरेर यहाँ पनि होल्डिङ दिएछौ यहाँ पनि होल्डिङ देखाऊ अनि यसले चलिरहेको पहिलो साइकल 10 सेकेन्ड अठाउँदा मेन स्टार्ट छोड्दिएपछि के भयो मेन होल्डिङको एन हो यो साइकलबाट आफू होल्डिङ पनि हुन्छ यताबाट यो लाइन यहाँबाट अनि फेरि डेल्टा यो लाइन यहाँ गएको हुन्छ यसरी फर्केर अनि यहाँ चाहिँ ल मैले एउटा कन्ट्याक्टर दिन्छ कन्ट्याक्टरको यहाँ नेटवर्क हो यहाँ एनो दिएँ अनि यहाँ एउटा कुनै वान वे स्विच यहाँबाट यहाँ दिएँ अनि यही वान वे स्विचको इनबाट यहाँ दिएँ अनि यहाँबाट अर्को कन्ट्याक्टरमा दिएँ यो गऱ्यो भने के हुन्छ होला स्विच अन गर्दा के हुन्छ यो एउटा कन्ट्याक्टर हो फेरि यहाँ दिएँ न्युट्रल देखायो भने बुझ्नु यो गऱ्यो भने के हुन्छ दुईटै कन्ट्याक्टर चल्छ यो चल्यो हो यो स्विचले यसलाई चलाइदियो ठिक छ यहाँ बिचमा अब मैले यहाँ अर्को स्विच राखिदिएँ यो अलरेडी एनसी नै छ अनि यो स्विच अन गरेर चाहिँ चल्दैन त्यही गरेर त पुस बटनको यार्डबाट यो एनसी हुँदै यसमा दिएको अब यो स्विच अन गऱ्यो भने यो चल्यो यो मैले कुनै एउटा वान वे स्विच राखिदियो त्यसलाई अनै गरेर राखियो भने चल्छ नि यो नचलाए पनि चल्छ यो स्विच अन गर्दैछ यो अफ छ तर यो अर्को स्विच वान वे स्विच हो तर यो अन छ भने यो स्विच अठाउने बित्तिकै चल्छ यो चल्यो होइन चल्ने बित्तिकै यहाँ त अलरेडी लाइन छ नि यहाँ पनि लाइन छ अलरेडी अनि यो एनएनसी हुन्छ यसले यसलाई चलाइदियो अनि मैले स्विच अफ गरेँ भने के हुन्छ 1 नम्बर बन्द भयो 2 नम्बर चल्यो किनकि यसको यो भयो यहाँसम्म लाइन हुन्छ यो कन्ट्याक्टर बन्द भइसक्यो माथि जान पाएन यसरी गरेर आफ्नो होल्डिङ चलेको अनि यहाँबाट मैले फेरि अर्को यसलाई एनसीमा राखिदिएर अर्को कन्ट्याक्टरलाई दिएँ के हुन्छ मैले पुसबाट अफ गरिदिएँ यो स्विच अन स्विच अफ छ भने अब सुरुबाट सुरु गरौँ के हुन्छ अन गरेँ मैले के हुन्छ हो 1 नम्बर चल्यो 1 नम्बर चलेपछि यो एनसी आनु भयो यो चल्न पाएन 3 नम्बर तर 2 नम्बर चल्यो हो यो स्विच अफ गरिदियो भने यो स्विच बन्द यो कन्ट्याक्टर बन्द भयो तर यो त चलिरहेको नि यो लाइन यहाँ एनसी गरेर चल्न पाएको भनेपछि यो स्टार हो यो मेन हो यो डेल्टा यहाँ वान वे स्विच राख्यो यहाँ पुसबाट स्विच राख्यो यहाँ वान वे स्विच राख्यो यहाँ स्टप राख्यो एउटा होइन एनसीपी स्टप राख्यो यही त यो होल्डिङ त हो नि अब होल्डिङ होइन इनबाट दिएपछि यो स्टप स्विच हो यो स्टार्ट स्विच हो अनि यता बुझ्ने त्यता नबुझ्ने भन्ने हुन्छ यो एनसी डेल्टा हो यो एनसी मेन भइहाल्यो यो एनसी उस त डेल्टा हो डेल्टाको एनसी हुँदै स्टारमा गयो यो एनसी स्टार हुँदै डेल्टामा मेन हो सक्यो त्यही त पहिला लोजिक अनुसारले के हुन्छ तपाईँहरूको समस्या भने एनसी स्टप दिनुभयो ठिक छ एनो स्टार्ट दिनुहुन्छ अनि यहाँबाट यहाँ तार हाल्नुहुन्छ यहाँबाट यहाँ तार जान्छ भने लोजिक थाहा भएको मान्छेले तार हाल्छ पहिला इन नगरिकन आउट गरेर मिल्छ पहिले माथि केही छ अनि पहिला यो तार हाल्नुहुन्छ मेनको घोकेको नि होइन अनि यो तार हाल्नुहुन्छ यहाँ केही छ माथि लोजिक अनुसारले गरेको मान्छेले त पिबीले स्टार चलाउँछ स्टारले मेन चलाउँछ भने त यो तारले मेन चलाउने हो नि होल्डिङ नदिकन अनि यो तारले मेन चलाउँछ भनेर पहिला यो तार हालिदिएपछि त कस्तो त के हुन्छ तपाईँले घोकेर बनाउनु भएको डाक्यो भने भयो अनि यहाँ केही हुन्न यहाँ पहिला तार यो हाल्नुहुन्छ यहाँ केही छ तल यताबाट यता डाइरेक्सन जाने यो करेन्टको भनेपछि त यहाँ केही पनि छैन नि यो हालेर के मतलब सिधै यो तार हाल्छ मेरा किन हालेको के हालेको बुझ्नु पऱ्यो नि त्यो तार के काम तपाईँहरूले इन नगरिकन यो हालेर अनि बल्ल यो यसले यो चलाउने हो तपाईँको बनाउने तरिका है पिबीले स्टार चलाउँछ भनेपछि पहिला यहाँ कहीँ जाने होइन यो तार पनि हाल्दैन केही हाल्दैन पिबीले स्टार चलाउँछ भनेको यो हो नि यो तार नदिकन यो तार दिनै पाइँदैन इन नगरिकन आउट गर्नै पाइँदैन करेन्ट डाइरेक्सन अनुसार बनाउनु पर्यो तपाईँहरूले बिल्डिङमा बनाउनु भएको डायग्राम पनि तपाईँले यसो गरेर अनि वान वे स्विच बनाएर यसो गर्नुहुन्छ यो गलत हो पहिला यहाँ छिराएर अनि बल्ल यो निकाल्नु डायग्राम बनाउनु पहिला माथिबाट लाइट एउटा करेन्ट डाइरेक्सन त यहाँ यताको होइन माथिबाट तल आएर तर करेन्ट डाइरेक्सन अनुसार बनाइन्छ अनि यो तार हालेपछि बल्ल यो तार हाल्न पाइन्छ किनकि यो तारले मेन चलायो यो तार नहालिकन यो तार हाल्न पाइँदैन यो तार पनि हाल्न पाइँदैन टिभीले मेन स्टारले मेन चलायो नि त अनि यो तार हालेपछि बल्ल यो तार लुकिङ गर्न पाइन्छ यसले यसलाई होल्डिङ दियो यो तार कम्प्लिट भइसकेपछि बल्ल यो जोड्न पाइन्छ अनि बल्ल यो तार सिस्टम छ एउटा करेन्ट डाइरेक्सनको आधारमा पहिलो करेन्ट डाइरेक्सन भनेको यहाँबाट स्टार चलेको यो साइकलबाट मेन चलेको टिभी छोड्दा यहाँबाट लाइन आयो यो एनसी भयो यो लाइन फेरि यता फर्केर यसरी डाइरेक्सन फेरि फर्केर यसरी स्टार मेन डेल्टा चल्छ यो कमन वायर हो त्यो यो वायरमा मेन चल्दाखेरि स्टारको यानोले चलाउने हो मेनलाई के चलाइरहेछ स्टारको यानोले सुरुमा हो मेनले केलाई चलाइरहेछ डेल्टा चलाइरहेछ आफू यसरी खुसुको चलाइसक्यो त्यो आफै बलियो हो नि खुसुको चलाइदिने काम चाहिँ यसको काम यो गरिसकेपछि मेन चलाएको मेनले डेल्टा चलायो